अनलाइनबाट चप्पल अर्डर गरेको तिमीले सो गाइस मेरो चाहिँ दिदीले गाउँबाट सामान पठाइदिनु भएको थियो र अलमोस्ट 1 विक चाहिँ भइसकेको थियो। भर्खर चाहिँ डेलिभर चाहिँ भएन घरमा। डेलिभर नहुनको कारणले चाहिँ म सिधै पोस्ट अफिस गएको थिएँ। आज जाँदाखेरि चाहिँ पुरै ड्यामेज भएको छ हैन सबै कार्टुनहरू। त मैले डार्लिङलाई फोन गरेर पुरै ड्यामेज भएको छ, गनाइ पनि सकेको छ भनेको थिएँ नि त। एन्ड सी इज लाइक फ्याँकिदे, यति पैसा धेरै लिएर पनि यस्तो गरेर ल्याउने फ्याँकिदे भन्ने खालको रिएक्सन छ नि त। सो लेट्स सी हैन, लेट्स गो हैन उसको रिएक्सन कस्तो के हुन्छ। बट रिसाइ चाहिँ रहेछ। बट सो म चाहिँ अहिले रुम आइसकेँ। सो भित्र चाहिँ कस्तो रिएक्सन कान्छी ह्याप्पिनेस सरप्राइज मैले बस्दा मागेर ल्याएको नि पुरा फाटेछ अन्त नि। यता हेर त खुसी अनुहार देखा त को आलु सबै गिर्यो फाड न होइन। दिदीले त पठाइदिएको थियो अरे राम्रै, उहाँ चेन्ज गरेको थियो अरे यिनीहरूले पुरा फ्याँकिदिइरहेको थियो थाहा छ। के भन्नु त्यो अफिसकोमा सरकारी माल त्यो के हो? ओए होए यता न कसरी भात खान्छ अरे। खुर्सानी हेर त सानो खालको हुन्छ नि सुकाको सबै गिरेछ यार। बर्बाद भइदियो। उयो चाहिँ ढुँडी परेछ त्यो लक्कल मासु ढुँडी परेछ। बर्बाद भइदियो। चाहिँ आलु त्यो के हो? गरम मसला एउटा मात्रै त्यो के चाहिँ के भयो? खुर्सानी होला यार खोल त। यो चाहिँ लोकल माछा, सुकाको माछा मेरो बाउले पठाइदिएको अरे। ओए गोरे माछा, बेबी पोटेटो धेरै सानो मसिनो बेबी पोटेटो मजा आउँछ होला भुटेर खानु। बिलाइ आलु भन्छ हाम्रो आसाममा हाम्रो नेपालीले। सो गाइस सामान चाहिँ सबै बिग्रेछ क्या। स्पेशली खोर्सानी, यो चाहिँ खोर्सानी हो पुरै पानी छोडिसकेको छ क्या। यो चाहिँ राँगे खोर्सानी र जिरे खोर्सानी बाउले मायाले पठाइदिनु भएको थियो। यो फुच्ची बुहारीलाई यता हेर बुहारी, फुच्ची बुहारीलाई मायाले पठाइदिनु भएको थियो छोरा बुहारीलाई। तर यो लोकल कुखुराको मासु पनि बिग्रियो। अरू के भन्दाखेरि चाहिँ हामीलाई डेलिभरी गर्दा चाहिँ 4 दिनको समय दिएको थियो, 4 दिन 5 दिन। बट अलमोस्ट आज 1 विक भयो, त्यही पनि कोरियरको अत्ता पत्ता केही थिएन। सो म चाहिँ सिधै पोस्ट अफिसमा गएर अहिले लिएर आउँदाखेरि चाहिँ त्यही पनि तिनीहरूले यो ड्यामेज भयो भने रेजेक्सनमा राखिरहेको रहेछ। बट मैले चाहिँ लिएर आएँ। सो यो चाहिँ हेरौँ त्यो यो चाहिँ बिलाइ टमाटर के भन्छ यसलाई? सानो खालको टमाटो। यसलाई सुकाएर पठाइदिनु भएको दिदीले। मजेदार। आज चाहिँ खाना खाइ चाहिँ डह्रो हुन्छ। स्पेशल मेरो बुढी यो फुच्ची मेरो बुढीले कत्ता खान्छ नि। मेरो हुँदैन त, मेरो खोर्सानी मासु बिग्रिहाल्यो। गुन्द्रुक तिम्रो फेभरेट। सो यो चाहिँ लोकल कुखुराको मासु थियो, फ्राई गरेर पठाइदिनु भएको थियो। 1 हप्ताबाट सबै बिग्रेर सबै सेतो ढुँडी परिसकेको छ। उसो म चाहिँ साजेस गरिरहेको छु नखाऊ भनेर। यो धेरै बिग्रेछ क्या। वेस्ट अफ मनी, वेस्ट अफ टाइम।
पुरै रेजेक्सनमा फ्याँकिदिइरहेको थियो क्या। मेरो चप्पल आयो, भैयाको फोन आयो, दामी चप्पल मगाउँछु, तपाईँहरूलाई मनपर्छ। भएन भएन मेरा किधर है समीर? देखो ये ऐसा निकला है चप्पल मेरा, देखो। ओ विजय भाई, इसको लेके जाओ, इसको लेके जाके घुसा उधर 200 रुपये उसको दे दो। देखो कैसा हंस रहा है ना। पहले पैसा दिन्छ अरे 200 रुपये। वो बोला कि मैं उसको किया, वो पाइप नहीं निकल पाया। मेरा मालिक देखो, मेरो संपत्ति आ गया। फलो दा खान्छ अनबॉक्सिंग अनलाइनबाट चप्पल अर्डर गरेको तिमीले। फलो ओए होए साउन्ड सुन्नुभयो? सेम बट डिफरेन्ट। अस्ति मगाएको नि सेमै थियो, सेमै अस्तिको पनि। अस्तिको भन्दा नि 3 महिना चाहिँ लगाए। सो सेम चप्पल। मेरो चोइस त्यति खराब छैन नि गान्छे नि। तिम्रो भन्दा त बहुत राम्रो छ मेरो चोइस। हेर्नु भयो, यो मैले गरेको चोइस। अब यसलाई ठुलो हुनु